ल केटा सुरु भन त खोइ एउटा बच्चुरा लप्पसार भएर परिरहेको एकचोटि ल यो स्पेसली डेडिकेटेड टु माई बेबिज आई लभ यु सन्नी ल केटा सुरु भन ल हामी आज यहाँ घुम्न आइसकेका छौँ के अरे फुलचोकी डाँडा यी केटाहरूसँग ल दुईटा शब्द भन्नुहोस् साथी हामी इन्जिनियरिङ स्टुडेन्ट ह्याङओभर उतार्नका निमित्त फुलचोकी होइन फुलचोकी डाँडा हिँड्दैछौँ हाम्रो यात्रा भर्खर सुरु भएको छ यस अरू ल यस्तो यहाँ थाकियो यस्तो सिन यहाँ अझ यस्तो दामी सिन दुई चार शब्द भनिदिनु पर्यो गर्मी हो ए ल सन्दीप थापा ल भाइ यो चाहिँ एक नम्बरको बोका कृष्ण ल थापाजी खम्चाजी हेलो ए यो चाहिँ हाम्रो बोकाजी यस्तो उकालो छ माचिस सागर चकचके बाँदरलाई हेर्नु ओइ कहाँ हो भाइहरू यस्तो उकालो छ के आयो गरे किस्ने गु आयो के आयो भाइ भन्न के आयो गु आयो भने होइन उ त्यहीँ हो कि त्यहाँ के भन्नु म अर्ग्यानिक वेट माचिस कति उकालो हो यार के अरे भाइ के भयो सम्धी के भयो साथीहरू सक्दैन माथि चढ्न सक्दैन ल ल खाना उल्टामुखी आयो ओए मा पछाडि मुखी फाल्ला हो यार साथी बनाउँदैछ हो बनाउँदैछ बोक न बोक बाँदरहरू त भइगयो मा
के भयो है थाक्यो यार के गर्दै थियो ओइमा त्यो लाली ग्लास थाक्यो यार थापाजी ए सन्धी के छ यो बत्तीलाई अगाडि पठायो बत्तीलाई पहिला चुप्लाक मैले हिँड्न पहिला खनाल बस्तीको लाली ग्लास टिप्न गइरहेको छ हाम्रो थाक्यो यार बिस्तारै ओइ ओइ हो त्यस्तो अलि अर्ग्यानिक त्यो के अरे अलि फ्रेस हाल्दियो छोपिहाल्छ नि दाल सम्झे हो त्यस्तो क्या सम्झे त्यस्तो अलि एकदम भर्खरको स्विट 16 हुन्छ नि त्यस्तो के कस्तो रहेछ नि कस्तो यता 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 हेर्नु न मिठो भयो भने भइगयो केटा भइगयो धेरै टिपा औलाई बचाउ न ए भइगयो यार खै यहाँ त खान्छ यहाँ नै भइगयो खै खै यहाँ आउने भिडियोमा देखाऊ यहाँ यहाँ ए झट झट हामीसँग भिडियो पठाइदिन्छु ओइ मोला लो वेटले गर्दाखेरि तल चोटै लाग्दैन खुट्टा घुट्टी घोटी आइरहेको भने है सम्झि यसमा कुनै फिजिक्स छैन फेरि तिमीलाई आम फाल्छ होला चाहदैन सक्ति छैन फाल फाल भने माथि कुद भन्यो भने यसमा कुनै फिजिक्स छैन यसमा सम्झि भएन भने के भन्नु लाग्थ्यो ल यहाँ क्यामेरा आउने बाँदर नाम पनि सर सम्झि वाटर ब्रेक है केटाहरू त्यो बाँदरमा कस्तो थाक्यो खै खानु त कस्तो रहेछ अहिले मेरो त मा पुरै बिग्रेको थियो कि एक कप बिग्रेको दिन्छ त्यो चाखम त खै कस्तो रहेछ हजुर ल गाइस हामी फुलचोकी डाँडातिर जाँदैछौँ यी एउटा बत्तीलो यहाँ लम्पसार भएर परिरहेछ यहाँ खोइ ल गाइस
हेर यो बत्तिलो यहाँ फुलचोकी डाँडामा जाने भनेर बचिएर मात्रै यहाँ मर्न लागिसकेको छ यो ल है गाइस हामी फुलचोकी डाँडा जाँदैछौँ हामी केटाहरू यहाँ एक्जाम भोलिबाट छ आज चाहिँ हामी यहाँ घुमेर बसिरहेछौँ यी फुलचोकी डाँडामा ल ए उता यहाँ बतिलाहरू उता माथि हिँडिरहेको छ भाइ ल ए ल ल यो स्पेसल्ली डेडिकेटेड टु माई बेबिजहरू हामी फुलचोकी डाँडामा घुमेर भ्लग बनाएर तिमीलाई पठाउँदैछु बेबी आई लभ यु बेबी आई लभ यु ए आइसक्यो रोडै रोड छ यता पनि बत्ती ल पछाडि पछाडि आइरहेको छ एउटा बत्तिलो ए बारी ल गाइस अरे मेरो बेबीहरूलाई हाई भनिदिउँ त ल हाम्रो भ्लगमा चाहिँ ऊ यो एउटा हिमाल पनि देखाउँछ है केटा भाइ भनिदेऊ त बेबीहरूलाई हाई बेब माथि गाछबेर भयो मुझे देख्दैन त यो हामी फुलचोकी डाँडामाबाट यो दृश्य हेर्दैछौँ भ्याली नै रहेछ भने आज चाहिँ अलि त्यो भिजुअलाइज भयो यार ल यी हाम्रा बतिलाहरू है बतिलाहरू साथीहरू यताहरू त भतिज ल हाई भन् त बेबीहरूलाई हाई भ्याली रहेछ भने आज मात्र भिजुअल ल सम्झी केही बोला त युके को लागि फर्स्ट डे एट लन्डन टक्क लाएर हामी यहाँ 4-5जना बसेर टक्क लाएर उतापट्टि फर्केको एउटा खेल्थ्यो त आइफोनबाट ओए फर्स्ट लाग्यो बिस्तारी ओए सम्झी फर्स्ट लाग्यो मलाई केटा हो सबै भाषा बोला न यार ल केटा हो चाउचा खान लागि छ यहाँ थाकेर हैरान भइसक्यो ओ केटाहरू अब नबोल है ए पछाडि त्यो खान स्लो त्यहाँ यस्तो दामी सिन छ यही हेर्नलाई यत्रो दुःख गरिएको हो हेर्न हेर ल केटा हो चाउ त खाएर आयो के रे एरे पाले बोल्यो नि केटा यहाँ क्यामेरा घुमाउनै गाह्रो भयो क्यामेरा भागेला बन्ने नै होइन कि ल गाइस अब 3 किलोमिटर जति छ हैन पुग्न आँटिसक्यो थाकेर हैरान भइसक्यो मै सबभन्दा नहिने रहेछु ए भस्रीकै यो खनालाई किस्न लास्टै छिटा हेर भाइ तर मैले जतिखेर भिडियो हेर्छस् नि भाइ भेट्लास है भेट्लास के रे किस्ने
यता सम्झि यता हेर सन्दीप र थाहा त चिम्पेन्जी जस्तै गरेछ रे यस्तो यस्तो बाटो छ अय्यमा बोकाएर जात जनाइहाल्छ हेर केटा हो चढ्ने नै हाम्रो काम हो सम्झे फेरि 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 यो हुडी रुममै छोडेर आम्बो यार ल झुकेर गलत उकालो चढिएछ फेरि झर्नु पर्यो आधी घन्टा उकालो चढेर फेरि झर्नु पर्दा पुग्ने बेलामा ल आधी घन्टा उकालो चढेर लास्टमा गलत बाटो चढिएछ बाटो चाहिँ यहाँ रहेछ ओइ ए भ्लगर हो क्या कन्टेन्ट मिल्छ मलाई लोटेपछि आहा यसै लड्यो भनेर ल अब चाहिँ पुगेरै गरिन्छ होला ल अझै 2 किलोमिटर छ मान्छे 12 बजिसक्यो यस्तो माथि झन् पिज रहेछ यार दामी भ्यू है के छ केटा हो यहाँ ऊ त्यो मगरमच्छी काँडे बार लाग्छ नि त अझै के ऊ त्यो गोई यो चाहिँ गोई हो है ऊ त्यो चाहिँ ओ माई गॉड मित्रहरू अति थकित देखिन्छन् अरू केही समय विश्रामको माग गरेका छन् ल गाइस ए मा भाइ यो भाइ बढी बोलिरहेर मा चिस्लाले यही खाल्टामा गाडिन्छ है ए हिँड्दैन टाइम है म एमै होइन त भाइ ल यहाँ चाहिँ यस्तो गरेको रहेछ सम्झी ए सम्झी ल केटा हो पछि भ्लग हेर्दैछ भने यो मान्छेको युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु ऊ त्यो चाहिँ लास्टै मचिरहेको छ शिलाजित खाएर आएको क्या ए नाच्छ कि ल ल केटा धेरै असभ्य भाषा नबोल त गाडी लास्ट इयर जाँदाखेरि त्यो बाटोमा गाडी गीत गाउँथ्यो नि हाम्रो गाउँतिर त्यस्तै गीत गाउँछ कि यस्तो गीत भन्दैन हो र ल फाइनली पुग्यो यस्तो छ सब अगाडि गइसक्यो केटाहरू म चाहिँ हिँड्छु बढी किन होला जस्तो भइसक्यो हाइट त्यहाँ चाहिँ किन बाँदर भेटेको थियो ऊ अगाडि गइसक्यो केटा
फाइनली पुग्यो है। ल केटाहरूले हिँड्न अलिक ढिलो गरे। आज अलिकति केटाहरू हिँड्न ढिलो गरे होइन। मैले चाहिँ लास्टै छिटो हिँडेछु। यिनीहरू ढुक्दा ढुक्दा 3-4 तलमाथि गइसक्यो। आउँदै आउनु न केटाहरू यार। ल यस्तो रहेछ है। तोपै तोप केटा हो माओवादीको। माओवादीको होइन आर्मीको होला। ल सही रहेछ है। मन्दिर रहेछ। तलै जाउँ। उहाँ काडौँ न केटा। केटा हो पुग्यो है त। म चाहिँ यिनीहरूलाई कुर्दा कुर्दा हैरान। केटा हिँड्नै ढिलो गर्ने होइन। ऊ यो चाहिँ कति हिँड्न सक्ने रहन्छ। यसलाई त मैले बोकेर ल्याएको। ऊ चाहिँ लास्टमा कि जहिले पनि होइन। थापाजी चाहिँ पुगेर मन्दिर रहेछ त। त्यही यहाँ खुट्टा सुट्टा जुत्ता खोल्नु पर्ने रहेछ। खुट्टाको हालत उफ। ल है त केटा हो। ए केटा भ्लग आयो है। यस्तो रहेछ है। बोका बोका गर्न आयो त यार। ओ खनाललाई समात है। यस्तो रहेछ है। पर्छ नि 2700 मिटर हुन्छ। 2700 मिटरमा यो त नाइट आजकल त पढ्न यो पनि काफे। यो पनि काभ्रे नै हो। काभ्रे झरम न त हो। यहाँबाट पनौती तपाईँहरू सेयर गर्न तल छ नि सिद्धपट्टि जानु। ल हामी चाहिँ फुलचोकी पुगेछ। एकछिन है एकछिन। यहाँ मन्दिर पनि रहेको छ। ल मोबाइलबाटै ढोक गर्दा हुन्छ है। त्यो पढ्यो भने के लेखेको छ आफै पढौँ है। यो चाहिँ 2700 मिटर एल्टिट्युड। फोहोर चाहिँ फाल्नु नै गाइज।
वहाँदेखि देख्ने भ्यू है पुरा हाफ स्पियर त घुम्ने रहेछ है 180 डिग्री पऱ्यो भने रहेछ ल घुमेर भ्याइयो घर जाने बेला भयो ल केटा हो कस्तो के किन्ने आफ्नो वासस्थानतर्फ फर्किन लागेको ल आजको ट्रिप कस्तो लाग्यो तिमीलाई साथी दुई चार शब्द भनिदिनु पर्यो आजको यो हाम्रो चाहिँ हिमाली यात्रा अति राम्रो भयो हजुर अति उत्तम लाग्यो अँ हाम्रा मित्रहरूसँगको यो यात्रा एकदमै स्मरणीय बन्न पुग्यो अलिकति तैँले हिँड्न सकेन त्यति मात्रै होइन हिँड्ने क्रममा यता हेर, यता हेर, यता हेर। बाधा पुगेको थियो हामीलाई हजुर तर पनि कष्टसँग लड्दै कोर्दै यहाँसम्म आयो ठिक छ यति नै धन्यवाद ल धन्यवाद ल खान्छ बिचमा आएर स्वागत गर्दाखेरि अलिकति त भइरहेछ सुरुमै गर्नुपर्ने आइसकेपछि यहाँ घुमी फोटोसोटो खिचियो र यति नै हो घर जाँदाखेरि अर्को बेला छुट्टै बेला आउँछ हस् त धन्यवाद ल भाइ कृष्ण भाइ तेरो पालो आयो अब के त नि म के भनौँ के भन्दिनँ म केही भन्दिनँ तेरो एलिनाले हेऱ्यो भने के भन्न चाहन्छस् एलिनालाई केही भन्न चाहन्न हँ? के भन्नु यो खुट्टा थाकायो एलिनाको बारेमा के भन्दै दुई चार छ एलिनाको माया लाग्छ कि नै लाग्दैन पहिला लाग्थ्यो कि नि पहिला लाग्थेन साँच्चै नरो नरो ल केटा हो ल घर जान लाग्यो है ल आइमाईलाई जोस चल्यो है अब चाहिँ ओए सम्झी दुई चार शब्द भन्नु पर्यो क्या केही छैन धेरै हिँड्यो त्यही हो अरू ऱ्यापमा हेर्नु भन 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 यता 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 एन्टी लाइट पऱ्यो ल सम्झे उयसमा उयसमा ल ल थापालाई भन्नु पर्यो कस्तो लाग्यो कस्तो लाग्यो भन्दा तिमीलाई समयपछि हिँडियो हिँड्न सकेको थिएन हिँड्न सकेको थिएन म भनेको त अगाडि अगाडि बाटो देखाउने मान्छे पछाडि पछाडि म नहिँडेर अब अँ कोही हिँड्नेवाला नै थिएन नि त्यही भएर अब म अभियसली हिँडेँ कुनै पनि अब डाउट भन्ने चिज छैन हजुर ल यार फाइनली अब घर पानीलाई चाहिँ धेरै लिए क्या यार घर जान लागेको तल पुगेर तल पुगेर बस्छौँ नास्ता सास्ता खान्छौँ त्यति बेला साथी भन के भन्दैछ अब हामी चाहिँ घरतिर लम्किरहेको आछ कि नहीं अगाडि हेर त ए भाइ आछ नि म यो गमाटो गर्छु कि ल्याएर चिसोमा राख्नु पर्दैन हो यहाँ कुनामा राख्नु चिसो हुन्छ के ल ल भाइ तल तल पुगेर यहाँ चाहिँ हाम्रो ल्याएको खाजा भुजासुजा खाने कार्यक्रम छ ल अब बनाएर आउँछौँ हामी ल हाम्रो अलि सेन्टरमा भइएन सिभिल इन्जिनियरको खाना यस्तो हुन्छ अब त्यो खाएर आइन्छ है सम्झि कस्तो छ कस्तो केटा हो भोकको बेला यति पनि मिठो है डिलक्स केटाहरू अझै खाँदै बाँधेको चल्ल बसेर खास देखिया यार हेर न यिनीहरूलाई यस्तो 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 छ है यस्तो रोड छ यी साइडमा ए भयो के साथीहरू त्यो प्लास्टिकै खाला जस्तो गऱ्यो कि यिनीहरूले त मा ल रात परिसक्यो यस्तो दामी छ यार के भयो
ल है अब घर जानु पर्यो तलै हिँड्न के हुन्न अरे यार यहाँ धेरै राम्रो छ तल झन् बाटो नआख त यता ए रन्देउले बाटो जाउँला सुन्देश भाउलाई ल्याएर आइजे भटपटे गइको के अरे फेरि म पक्तिर यही भिडियो आज स्टोरी हाल्छु यसलाई ट्याग हानेर यही ल खाएपछि त्यो फाल्ने होइन है इन्भाइरोमेन्ट पल्युसन गर्ने होइन कि सबै नागरिक है सबै नागरिक ल हामी लगेर तल हो ल ऊ त्यो ल त्यो यहाँबाट टिपेट ल्याएछ भन्छ कि फेरि ल यस्तो सबै नागरिक बन्नुपर्छ खाएको प्लास्टिकहरू जतासुकै नफालौँ यी हामी तल लगेर डस्टबिनमै फालेर देखाउँछ है डस्टबिन नकरानमा अलिकति युट्युबमा हाल्ने जति त बोल यार केटा कस्तो अत्तिकै त्यही पनि यार बोल्न पायो भन्दैमा यार झुलेर तल पुगिन्छ होला यार त्यो डार्क वेबसाइटमा पनि हाल्न नमिल्यो भने नभन न यार हामी भनेको चाहिँ हामी नागरिक चाहिँ सबै भाषाको प्रयोग गर्नुपर्छ के यता हेर ल हामीले चाहिँ सबै भाषाको प्रयोग गर्नुपर्छ हजुर यस्ता अनैतिक क्रियाकलाप गर्ने असभ्य भाषा बोल्ने अपशब्दको प्रयोग गर्ने हजुर त्यो भनेको राम्रो हुँदैन एउटा अनुशासित मान्छेको त्यो चाहिँ के भन्नु इन्जिनियर जस्तो मान्छे भइसकेपछि है इन्जिनियरिङ जस्तो ज्येष्ठ नागरिक साथी कटिकालाई हुन्छ कि अरे साथी इन्जिनियरिङ पढ्दै गरेका इन्जिनियरिङ अध्ययन गर्दै गरेका विद्यार्थीहरूले ज्येष्ठ के भन्ने के भन्छ त त्यस्तो भाषाको प्रयोग गर्नु भएन यस सबै नागरिक बनाऊ होइन सबै नागरिक बनाउनु सबै हेर है केटा खनालजी मुत्नु लाग्नु भएको छ यता तल आइज है भुताउला ल एक्जाममा बोर्ड एक्जाम आउँदैछ पास हुनलाई यसो 20 यस्तो गरेपछि बोर्ड एक्जाममा पास भइन्छ अरे कुन एक्जामको लागि हो भाइ यो बोर्ड एक्जामको लागि हो बोर्ड कुन सब्जेक्ट गाह्रो छ कुनै गाह्रो त कुनै छैन तपाईँ सबैमा फो हाल्नु पर्यो भनेर हो ओ माई गॉड हो ल म के अगाडि आइसकेको छु केरा लास्टै ढिलो हिँड्ने क्या अहिलेसम्म आएको छैन म यहाँ पुगेर अघि 1 घन्टा भइसक्यो 1 घन्टा 10 मिनट अझै आएको छैन भर्खर उतै आयो गाह्रो छ यस्तोसँग आएपछि गाह्रो हुन्छ म अघिदेखि 10 मिनट भयो यहाँ वेट गर्न लाग्यो 10 मिनट भयो ओ छिटो हिँड्न यस्तो यार उठपटेङ कामहरू है यी भाइहरूमा यस्तो त मलाई लिनै आउन लाग्दैन के भर्खर 18 वर्षको फुच्ची हुन्छ ओइ तल पुगिस होइन यतिकै त खेले अघि हामी उताबाट हो होइन यहाँ ल है ल यी दुईटा केटाहरू त बौला रहेछ नि तर कसम यार ओए फुट्ला के मलाई धेरै नउफाड के फुट्ला